त्यो कुराहरु चाहिँ हामी आज यसो रिमाइन्ड गर्छौं। जस्तो कि बिजनेस स्टार्टेड अथवा कमेन्ट्स पनि भन्न सकिन्छ हैन। कमेन्ट्स पनि भन्न बिजनेस स्टार्टेड विथ क्याश RS 1 लाख एन्ड फर्निचर RS 2 लाख। हल्का जस्ट मैले एउटा एक्जाम्पल दिएर रिमाइन्ड गराइदिन्छु है। अब हेर्नुस् बिजनेस स्टार्ट गरेको छ क्याश रुपैयाँ 1 लाख लिएर र फर्निचरको 2 लाख रुपैयाँ लिएर है। अब बिजनेस स्टार्ट गर्दा जहिले पनि के हुन्छ त बिजनेसमा एसेट बढ्छ र क्यापिटल बढ्छ, दुईटै कुरा बढ्छ। र हाम्रो रियल अकाउन्टको नियमबाट पनि गयो भने के हुन्छ त रियल अकाउन्टले भन्छ व्हाट कम्स इन डेबिट व्हाट गोज आउट क्रेडिट। जब बिजनेस स्टार्ट गर्छ क्याश लिएर र फर्निचर लिएर अनि यो दुईटै के हुन्छ त बिजनेसमा आउँछ त व्हाट कम्स इन डेबिट। त्यसकारण चाहिँ जुन एसेट लिएर बिजनेस स्टार्ट गर्छ त्यो एसेट के हुन्छ त डेबिट हुन्छ र क्यापिटल प्रोवाइडर हुन्छ। ओनर चाहिँ ओनर्स क्यापिटल के हुन्छ पर्सनल अकाउन्ट भएको कारणले गर्दा त्यो गिभर भएको कारणले गर्दा त्यो के हुन्छ त सीआर हुन्छ। त्यसकारण चाहिँ यसको एन्ट्री हुन्छ